Guys, welcome to my new vlog. आज त म टक्क लाएर मावल जाँदैछु हैन। मौसम नि बवाल छ के जे होस् आजको मौसम नि टक्क यस्तो बवाल छ जे होस् चारतिर हैन। हरियाली छ धान रोपेको अहिले देखेँ म चाहिँ आज मावल जाँदैछु हैन। अहिले चाहिँ बाटो आएछु टक्क मेरो मावल चाहिँ अलि टाढै हो हैन। म चाहिँ हजुरलाई आज मेरो मावलको भ्यू देखाउने वाला छु। मावल कस्तो छ, मेरो हजुरआमा कस्तो हुनुहुन्छ भनेर हैन। यहाँ चाहिँ फर्म छ टक्क, कुखुरा पालन गरिन्छ है। त्यो छ टक्क जे होस् जिन्दगी राम्रो हो। म चाहिँ एउटा काम परेर जानु लागेको हैन, त्यही भएर ल गाइज मेरो मावल जाने मोटर बाटो चाहिँ यही हो हैन। म यही बाटो जाने अनि उता माथिको चाहिँ एउटा उता जाने बाटो हो, त्यसरी त्यताबाट चल्दिने हो। यहाँ हरियाली छ जे होस्, यहाँदेखि धान रोपाइ छ हैन। यस्तो भ्यू मौसम सब आजखेरि जे होस् सही छ के यस्तो हो नि हैन। अब चाहिँ मावल चल्दिने हो, त्यही हो मावल जाने हो हैन। आमैसित भेट हुने हो, आउने हो। अनि यहाँ एउटा सामान पनि छ, यसलाई नि छोडिदिने हो हैन। त्यही हो म यहाँ आइसकेको छु हैन। यस्तो बाटोमा अझै यो मोटर बाटो हिँड्ने हो हैन। म चाहिँ यहाँ सधैँ साइकलमा आउँथेँ हैन। साइकलमा आउँथेँ तर मेरो साइकलमा चाहिँ प्रब्लम छ, त्यसैले मैले अचल साइकलको ब्लग हाल्न पाएको छैन हैन। बिस्तारै बिस्तारै साइकलको ब्लग पनि आउँछ टक्क। त्यही हो म साइकलमा आउँथेँ, त्यही साइकलको प्रब्लम छ हैन। त्यो अगाडिको टायरहरुका पङ्चर भयो के, त्यही भएर। अनि यहाँ चाहिँ पानी उडिरहेको रहेछ, यता चाहिँ बवाल छ जे होस्। अब यो मोटर बाटै यहीबाट जाने हो हैन। टाढा त्यही नि साइकल बिग्रेर तनाव पर्यो के, साइकल बिग्रेर तनाव पर्यो। गाइस म यहाँ आइसकेको छु हैन। यहाँ चाहिँ यस्तो छ हैन। मेरो मावल जाने बाटो हो कि। म चाहिँ यहाँ साइकलमा आउँथेँ, साइकल नि त्यो अघिल्लो टायरको प्रब्लम छ मैले भनिसकेँ हजुरहरूलाई। यहाँ एउटा घर छ, यहाँ चाहिँ नि घर छन् हैन। मेरो मावल जाने चाहिँ म यता माथिबाट पनि जान सक्छु, यताबाट पनि जान सक्छु। अब कताबाट जान्छ हेरौँ हैन। सो गाइस म चाहिँ अब मेरो मावल जाने बाटोतिर फाइनली आइसकेको छु हैन। यस्तो माथि कुहिरो ला हैन, यताउति बाटो छ। यहाँ चाहिँ एउटा टनेल छ अनि यता चाहिँ घर छ एउटा। यहाँ जाने हो यो बाटो हैन। बाटो यस्तो छ, म चाहिँ यहाँ छु हैन। यहाँ चाहिँ मकै हेर्न गाइस यत्रो भइसकेको हैन। अब मकै त खाने जस्तो भयो क्या हो। अब आज माथि चाहिँ कुहिरो ला चाहिँ डाँडो छ हैन। जलकाना पनि त सुन्न के होला, त्यही म चाहिँ यहाँबाट जाने हो टक्क। बाटो आइसक्यो अनि यहाँ चाहिँ एउटा घर छ। सेफ्टी इज भेरी इम्पोर्टेन्ट गाइज, सेफ्टी यस्तो छ यहाँले उहिले उला हैन। यो बाटो जाने हो अनि गाइज म यहाँ आइछु हैन। यस्तो छ यो बाटो, सानो सानो बाटो छ तर यहाँ सिमेन्ट हाल्ने रहेछ। एउटा घर छ टक्क लाएर चाहिँ यहाँ बाटो हिँडिरहेको छु हैन। अब मेरो मावल चाहिँ फाइनली आइसकेको छ यत्र बेरको मिनेटपछि हैन। सधैँ साइकल आउने बानी लाग्यो, आज हिँड्दै आउँदा कस्तो धौ भयो क्या गाइस हैन। साइकलमा प्रब्लम आयो, त्यहाँ नि त्यो प्रब्लम सल्भ भएपछि म चाहिँ अब फेरि एक साइकलको प्रब्लम आउने छु यहाँ। मकै चाहिँ यत्रो भइसक्यो हैन। भ्यू चाहिँ बवाल छ। फाइनली गाइस म चाहिँ मेरो मावल आइसकेको छु हैन। अहिले चाहिँ यस्तो बाटो हिँडिरहेको छु। यो बाटो नि मैले साइकल त लिएर आइसकेँ हैन, आज लिएर आउन पाएन। यहाँ तल यस्तो छ, यहाँ खोरहरू घरहरू छ नि, एउटा घर छ यस्तो छ हैन। म चाहिँ हिँडिरहेको छु। मेरो माल फाइनली आइसकेको छ। मेरो माल चाहिँ म हजुरहरूलाई अब देखाउने वाला छु हैन।
सबैले हेर्नु होला मेरो माल मेरो हजुरआमालाई। हजुरबाको चाहिँ उहिले निधन भइसकेको होइन, हजुरआमा चाहिँ हुनुहुन्छ। लुक एट दिस गाइज, यो चाहिँ मेरो माहौल हो होइन। म चाहिँ माहौल आइसकेको छु। यो बाटो होइन चिप्लो छ कि यहाँ, फेरि यो चाहिँ हाम्रो थारो हो यहाँ टक्क। अब म चाहिँ मेरो हजुरआमासँग भेटाउनेवाला छु होइन। यहाँभित्र चाहिँ किचन छ, यो चाहिँ मूल घर नै भनौँ। बबाल छ माहौल, जे होस् म माहौल आइसकेको छु होइन। यो एउटा घर, यो एउटा घर होइन, दुईवटा घरको बिचमा आँगन टक्क। म चाहिँ मेरो हजुरआमाले देखाउनेवाला छु है। हजुरआमाले चाहिँ यहाँ काम गरिरहनु भएको छ होइन। हजुरआमाले यहाँ के काम, फेरि यहाँ अब अरूको काम बाहेक अरू केही हुन्न कि। आमा ढोक गर, आमाको हात चाहिँ फोरा खाँदै के काम गर्दै गरेर। खुट्टा ढोगौँ न त, हात ढोग्नुपर्छ भन्ने छैन होइन र। ल गाइस, यहाँ चाहिँ आमा हुनुहुन्छ मेरो, एक्लै बस्न होइन यहाँ घरमा। यहाँ फेरि काम छुट्टी हुन्छ। म नि माहौल आइसकेको छु। यस्तो छ यहाँको होइन। म नि सानोमा कति 3 वर्ष त बसेँ होइन यो माहौलमा पनि। यस्तो छ, यो पलतिर घर छ होइन, यताउति पुरै हरियाली। यहाँ चाहिँ दाउरा राख्ने एउटा कटेरो हो कि के भन्छ नि यहाँ थियो होइन, त्यो चाहिँ भत्केछ। बुढसुढ छन् होइन। अब क्या नह त गाइस, म चाहिँ अब मावलबाट घर फर्किसकेको छु होइन। मावलबाट घर फर्किसकेँ। आमाले चाहिँ लौका पठाइदिन आएको होइन। आमाको छोराछोरीको लागि माया चाहिँ छ होइन। लौका पठाइदिन खाउन् भनेर म चाहिँ घर हिँडिसकेँ। पानी पर्यो होइन गाइस, अब छिटो जानुपर्छ होइन। अब आजलाई चाहिँ यति। थ्याङ्क्स फर वाचिङ, बाई।